हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला आई होप। अनि आज चाहिँ मेरो ब्लग चाहिँ कहाँसम्मको रहेको छ भन्दा आज हाम्रो भैरमथान दर्शन टक्क बिहान उठेर नुहाएर भइसकेको छ 6:22 भयो। सो गाइज हामी चाहिँ भैरमथानको यात्रामा त प्रस्थान भइसक्यो। हामी चाहिँ लाइनमा बस्नुपर्ने हुन्छ। हाम्रो लाइन यहाँ हुन्छ। भ्यू चाहिँ यस्तो आउँछ। सो गाइज बल्ल यहाँ आइसक्यो हामी। उहाँ छ यहाँ, यता पछाडि त्यत्रो भिड लागिरह। उहाँ छ अगाडि हाम्रो कान्छोबा हुनुहुन्छ यहाँ। यस्तो छ है भाडा चाहिँ यस्तो छ है। कति बेला कोरियन भाषा बोलेर जापान गए जस्तो यहाँ गाह्रो छ। मामालाई गाह्रो छ। तिम्रो आशीर्वाद चाहिँ कोरियन पढेर जापान गयो ठुलो नभए। कोरियन भाषा पढिन्छ, राम्रोसँग जापान गए। पेलेन्टमा फेरि झ्यालझ्याल नखोले नि, त्यो सिसा नखोले नि, त्यो ढोका राम्रोसँग लाग्छ। कोरियन भाषा बोलेर जापान गए जस्तो यहाँ गाह्रो छ। मामालाई गाह्रो छ। तिम्रो आशीर्वाद चाहिँ कोरियन पढेर जापान गयो ठुलो नभए। कोरियन भाषा पढिन्छ, राम्रोसँग जापान गए। पेलेन्टमा फेरि झ्यालझ्याल नखोले नि, त्यो सिसा नखोले त्यो ढोका राम्रोसँग लाग्छ। खुत्त बाटा यहीँ झर्छ नझरे आशीर्वाद दिन भन्नु। आशीर्वाद त फेरि त्यो डङ्गर घप्टी होइन नि। फाइनल गाइज यहाँ भजनमा आयो। हामी चाहिँ अब मन्दिर छिन लागिसकेको। गेट छ होइन टक्क। भर्खर 1 घन्टा भजन कीर्तन भइरहेको केही सुनेको त छैन त्यही पनि होइन। अब हामी गेटमा चाहिँ छिन लागिसक्यो होइन। उहाँ परेवाहरू छ बिचरा है। यस्तै हो, अब धर्म कर्म नि गर्नु पर्यो। बल्ल 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 छिर्यो है। ओहो हामी आइयो। जय आटेको ताकेको पुऱ्याइदेऊ भगवान, आँटेको ताकेको सबै पुऱ्याइदेऊ। के यार बर पनि के माग्नु, बर के माग्नु यार। स्वयं बर म छु, बर के माग्नु, बरु बधु माग्छु म यार। यस्तै छ भान्जा, बर के माग्नु यार। बर मागमलाई नि अहिले गोरु घर छैन र। स्वयं बर म छु, बर के माग्नु, बरु बधु माग्छु म यार। यस्तै छ भान्जा, बर के माग्नु यार। बर मागमलाई नि अहिले गोरु घर छैन र।
फाइनली गाइस पूजा पनि सकियो होइन। अब यस्तै छ भन्दै आछन् टक्क लाएर हाम्रो ऊ त्यो कुस्मा बजार होइन कुस्मा भेलोसिटी भन्छ नि हो त्यस्तै के मेरो क्यामेराले चाहिँ पुग्दैन त्यही पनि होइन यस्तो देखाइदिउँ भनेर गाडीहरू आउने जाने गर्दछ। टक्क पूजा पनि सकियो है। अब फाइनल्ली पूजा सकियो पूजापाठ गरेर बुवाले चाहिँ लगाइसक्नु भयो। हामी त फोटोमा चाहिँ भुलिएछ क्या ऊ टक्क अब जुत्ता लाउने अनि टक्क है त आज चाहिँ रमाइलै भयो है तर टिको देखिन्न। फाइनली गाडी हामी त गाडी चढ्यो होइन गाडी साथीहरू अब हामी चाहिँ कालिका भगवती मन्दिरभित्र छिर्छौँ ल हेर्नु है त वेलकम लेखेको छ ल हामी छिर्छौँ है। सो गाइस हामी चाहिँ फेरि बागलुङ कालिकातिर प्रस्थान गरियो। यस्तो बागलुङ कालिका भगवती मन्दिरमा बल्ल प्रस्थान गरियो फाइनली। मेरो साइडमा देख्न सक्नुहुन्छ बागलुङ कालिका मन्दिर होइन। अरू त सब ठिक छ होइन बल्ल आइयो। हामी चाहिँ मन्दिर दर्शन गर्दै हिँडेका छौँ। अब कहाँसम्म पुग्छ हेरौँ होइन। आयो भगवान् परमेश्वर ल गाई मलाई त ल्याङ भइरहेको त्यहाँ नराम्रो ठाउँ थिएन। अब खिच्नै मिल्दो रहेछ अब मलाई के थाहा गाली पो गर्छ त्यस्तै छ है। मेरो खायो है खाइदिन्छ है फाइनली खायो है चटो मृगले जाट्यो है फाइनली। साथीहरू फाइनली अब सक्यो। अब यहाँ चाहिँ गेटमा फोटोसोटो खिचेर बुवाको अनि हामी निक्लिन्छौँ घरतिर। अब आजको भ्लग यहीँ इन गर्न चाहन्छु। हस्त धन्यवाद बाई।